Really good. है गाइज हामी चाहिँ यो रेस्टुरेन्टमा छौँ यो न्यू प्याल्समा भन्ने ठाउँमा रहेछ इन्डियन रेस्टुरेन्ट न्यू प्याल्स इन्डियन रेस्टुरेन्ट भन्नेमा आज मैले सबै मेरो छोरीको लागि टोटली बुक गरिदिएको होइन टाइम पनि गरिदिएको सबै रेस्टुरेन्टै मैले बुक गरेँ अब अहिले हामीले के भन्छ हल्का सपिङ गरेर भ्यायौँ होइन राम्रो राम्रो युजफुल कुराहरू किन्यौँ अब वालमार्टको क्वालिटी राम्रो हुँदैन भन्छ हो लुगाहरू मेबी नहोला तर हामीले चाहिँ के किन्यौँ बिच चेयर किन्यौँ होइन त्यो बिच चाहिँ के भन्छ नि त्यो फोल्डेबल चेयर त्यो चाहिँ एकदमै राम्रो प्राइसमा पायो सो त्यो लिए हामीले बुजुको लागि दबाई लियौँ किनभने भन्छ सिन्केस हामी बस्ने एरियामा चाहिँ दोकानहरू जस्तो केही पनि छैन धेरै सो आएको बेलामा लिइहालौँ न त भनेर टायरनल चाहिँ होइन टायरनल जस्तै अर्को ब्रान्ड लियौँ हामीले जुनमा चाहिँ कुनै केमिकल्स हुँदैन अरे है अनि के लियौँ हामीले पानीहरू लियौँ अनि वाटर ल्याएर हामीले के लियो अरू पजल गुजुको पजल चिकन गुजुको अझै गिफ्ट्सहरू पजल्सहरू पानी पनि रोकेर है मैले कस्तो दामी हुस्सु लागिरहेको छ त्यो सेम लाइक हामीलाई चाहिँ के भन्छ धरानको त्यो पहाडहरू हुस्सु लागेर हटिरहेको त्यस्तो एकदमै त्यो नेपाल अझै डेभलप भएको भए कस्तो देखिन्थ्यो खालको चाहिँ नेपालमा भनेर त्यो एकदमै राम्रो छ यहाँको लाइक हुन्छ नि यहाँको पपुलेसन पनि एकदमै राम्रो लाइक आनन्दले सबजना हिँडिरहेको कुनै रसमा छैन सबैजना पालो दिइरहेको छ आई थिङ्क न्युयोर्क सिटी भन्दा बाहिरको कल्चर त्यस्तै छ यहाँ हुन्छ नि एकदम रिल्याक्स खालको त्यो मजाले सपिङ गर्यो गुजुलाई चाहिँ निन्द्रा पुगेको छैन नि त राति अनि त्यही भएर अलिअलि गनगन गर्दैछ सो उसले मलाई रिक्वेस्ट गर्यो होइन गुजुपा पछाडि आएर बस्नलाई हो अनि अब ऊ पनि नुनु गर्छ अनि हामी पनि घर पुगेर पानी रोक्यो त्यही भएर हल्का बार्बिक्यूहरू गर्छौँ होला त्यति नै हो अहिलेको चाहिँ अपडेट है त ल गाइज अब निस्किनु पर्यो यहाँबाट होइन डङ्किन देखियो बाटोमा नरोकी बस्न सकिएन होइन अनि त्यही भएर अब कहाँ गएर अलिक पर गएर यसो साइड लगाएर अनि त्यसपछि सट्टसँगले गएको अब घर जाने हो गाइज होइन हामी चाहिँ अब घरतिर जानु पर्यो अनि हाम्रो घर होइन त्यो हामी आज बसिरहेको एयरबिएनबीमा जाने हो गएर कफी लिएको यहाँबाट अनि कफी लिएर त्यहाँ गइन्छ बार्बिक्यू गर्ने भन्छन् केटाकेटीहरू त्यो बार्बिक्यू गरिदिनु पर्यो होइन गाइज यो बाटो चाहिँ राम्रो मान्छेहरू चाहिँ धेरै छैनन् है मान्छेहरू चाहिँ एकदम जनता एकदम कम छन् यो ठाउँमा अनि उता जान आँटेको रहेछ ठिक छ जाउँ अनि बाटोमा हिँड्दाखेरि चाहिँ एकदम कस्तो नेपालहरूको भाइस आउने क्या गाइस अनि यो नेपालहरूमा त्यो डाँडा काँडा सानोतिनो यसो विजयपुरको डाँडाहरू धरान बसेको म चाहिँ होइन त्यो दबाई डाँडा काँडा देख्दाखेरि सानो हुस्सु लागिरहेको कस्तो दामी छ नि यहाँनिर के हाम्रो पनि स्विमिङ पुल त छ हो नि यो रोडहरू सुकिरहेको देखेर चाहिँ अब पानी सुक्छ बिस्तारै अब धुमिने होला अलिकति खेल्नलाई हामीलाई सबै कुरा मिलेर हुन्छ हामीलाई त यो हामीलाई त ब्रह्माण्डले ल यो गर अब पछि यो गर अब यो गर अब यो गर भनेर भन्छन् क्या सबै ठ्याक्क कहिले काहीँ त यतिसम्म प्रिसाइज भइसक्यो कि यो एउटै मात्र कुरा पाउने चाहेको काहीँ त्यो कुनै ठाउँमा यो चाहियो भन्दाखेरि त्यो दोकानमा त्यही एउटा मात्र बाँकी हुन्छ क्या त्यो हुन्छ नि अनि त्यो मेरो मैले चाहेकै कुरा त्यहाँ पाइरहेको हुन्छ कस्तो अचम्म लाग्छ क्या त्यो चाहिँ जस गाइस यस्तो रोड साइड सबरतिर यसो सरर ड्राइभ हान्दाखेरि मजै अर्को छ क्या आनन्द धेरै चलाउनु पर्दैन ख्याल आफै बगिरहेको हुन्छ सिधी पारेर आनन्द छ गाइस ल त अब घर जान्छौँ घरमा गएर यसो रमाइलो केही गयो भने भन्नु होला नि होइन अब हिजोदेखि धेरै ब्लग बनाउन पाइएन होइन किन ब्लग बनाउन पाइएन भन्ने क्वेसन तपाईँहरूकोमा आयो भने हाम्रो नानीलाई ज्वरो आयो क्या थर्ड बर्थडेमा पनि यस्तो खोला नालाको नजिक लाँदा उसलाई अलिकति ज्वरो आएको थियो अनि त्यसपछि त्यो बेलामा पनि अचम्म भएको थियो कस्तो खाले ज्वरो आयो अनि त्यसपछि त्यो एकदम ल्यास्स नबनाउने तर तातो जिउ हुने अनि के भन्छ त्यो कस्तो खाले ज्वरो आयो क्या अनि त्यो बेलामा भयो अनि लास्टको बर्थडेमा त भएको थिएन लास्टको बर्थडेमा त हामीले मनायौँ एक ठाउँमा अनि कतै गयौँ त्यहाँ पनि केही भएन अनि आज चाहिँ फेरि उसलाई ज्वरो आयो जस्तो भयो क्या अनि अलिक सन्चो नभएर हामीले भ्लग पनि धेरै बनाउन पाएन तर पनि आज यहाँ आएर अब हेर्नु नै हामीले सेटअप गरेको छु मैले यसरी सेटअप गरेको छु
अनि यो यसरी नम्बर 5 भनेर हालेको छ अनि यसरी सेटअप गरेको छौँ ल हन्ट्रिसको थिम चाहिएको भएर यसरी हन्ट्रिसको थिममा सानो यहाँ कुनामा सेटअप गरेको छौँ मैले आफ्नो यहाँ सानो सेकेन्डरी फ्ल्यास यो गरेछु मेन लाइट यहाँ छ त्यस्तै छ अनि त्यही अब एकछिनपछि हामी बर्थडे सड्डे मनाइन्छ अब आज यसो बाहिर केही खाएर आउनुपर्छ कि अब बर्थडेमा भनेर सोचिरहेको छौँ यहाँ नजिकै त के छ होला अलिक टाढै जानु पर्ला कतिको ठाउँ छ ऊ चाहिँ हाम्रो डल्ली चाहिँ त्यहाँ बसिरहेछ आइप्याड चलाएर हाई गरिदेऊ लभ यु भनिदेऊ ह्याप्पी बर्थडे छोरी यस्तै छ गाइस ल हेर्दै जानु न के हुन्छ त म्यामले रिक्वेस्ट गर्नुभएको छ मलाई पछाडि आएर बस्नु भनेर उसलाई हल्का सन्चो नभएको भएर त्यही भएर म यहाँसँग आएर बसिरहेको छु यो चाहिँ कम्प्लिटली DRAMA हो है केही सोध्नु भएको छैन म यहाँ भर्खरै मैले कारमा लोड गरेको उहाँलाई उसलाई चाहिँ मैले सिम्पल ब्रेकफास्ट दिएँ घरमै होइन बोइल एग्सहरू ब्रेड मिल्क किनभने अब उसलाई खान मन लाग्ला नलाग्ला बाहिरको फेरि हेभी पनि हुन्छ अनि उसलाई घाँटी पनि एकदमै फुल्लेको रहेछ क्या त्यो रातो पुरै इन्फ्लेम भएको छ सो हामी चाहिँ अब यस्तो तर सेलिब्रेसन रोक्नु हुँदैन है त्यही भएर उसको दिन रमाइलो गर्नलाई हामी बाहिर जाँदैछौँ कुनै मेबी इन्डियन रेस्टुरेन्टमा खानलाई अनि उसलाई खानु मन लाग्यो उसले खान्छ खानु मन नलागे पनि एटलिस्ट सी इज अन अ सेफर साइड उसको टमी फुल भएको भएर अनि बाटोमा कुनै फार्मेसी भेट्यो भने चाहिँ अनि एउटा मोट्रिन भन्नाले आइबुप्रोफेन उठाउँछौँ हिजो के भन्छ ज्वरो घटाउने र ऊ चाहिँ लियो तर इन्फ्लेम छ र भन्ने भएको थियो लिइहाल्नु पर्ने रहेछ तर इट्स ओके अब बाटोमा पऱ्यो भने अर्को लिन्छौँ अनि उसलाई दिन्छु अनि उसलाई बेटर फिल हुन्छ अलराइट है गाइज हामी चाहिँ यो रेस्टुरेन्टमा आएको छौँ यो न्यू प्याल्समा भन्ने ठाउँमा रहेछ इन्डियन रेस्टुरेन्ट न्यू प्याल्स इन्डियन रेस्टुरेन्ट भन्नेमा आज मैले सबै मेरो छोरीको लागि भनेर टोटली बुक गरिदिएको होइन ब्याङ गरिदिएको सबै रेस्टुरेन्टै मैले बुक गरेको कोही पनि नआओस् भनेर भन्नु मिल्दैन अहिले खुद त खुचिर्दैला फेरि होइन तर त्यो खाली रहेछ भन्नु खोजेको आज पानी सिम परिरहेछ नि त त्यही भएर हाम्रो केटाकेटीहरू चाहिँ यहाँ छन् यसरी बसिरहेछन् अनि अब हामी खाना अर्डर गऱ्यौँ अब हामी खाना खान्छौँ चट्टसँगले खाना खान्छौँ अनि जान्छौँ अनि त्यही हिजो सजाएको ठाउँ छ अलिकति डेकोरेसन गरेको देखिहाल्नु हो त्यहाँनिर गएर हल्का सानो एउटा केक ल्याएको थियौँ हामीले चौसबाट अनि त्यहाँबाट चट्टसँगले अब काटकुट पारेर ट्याक्क डिजर्ट टाइपको हानिन्छ गाइज त्यही हो अलिकति बिरामी भयो क्या यसपालि अनि फेरि त्यत्रो ढेरले मजाले ब्लग गर्ने स्विमिङ गर्ने यो त्यो पुरा यस्तो गर्न सकेन किनभने त्यही हो नानी बिरामी भएपछि नि गाइज अति गाह्रो हुन्छ क्या ल है गाइस चट्ट नान आएको छ यहाँ चाहिँ यो चाहिँ के अरे चिकन टिक्का मसला छ यहाँ बिरयानी छ यहाँ चाहिँ भात पनि आउँदो रहेछ थोरै हल्का साइडमा ल गाइस अब हामी खाने भात खाने है त खाना खानुपर्छ त लेट अस इट रोटी खाने हो अनि त्यसपछि हामी फर्किन्छौँ धेरै त्यस्तो केही छैन खाना खाइन्छ ओके गाइस सी यू हामीले भर्खर खाना खाएर अब निस्केको नि त गुज्जु भाइ तैँले के खाइस् म थोरै भात खायो अनि थोरै रोटी अनि के खायो ममा अनि तिम्रो फेभरेट लस्सी कुन लस्सी म्याङ्गो लस्सी अनि अलिकति हाम्रो दिमाग No, what to this call? What I made it like? No funny. So funny. Alright, अब हामी जाँदैछौँ दबाई दोकान गुज्जीको लागि अर्को दबाई लिनलाई हैन गुज्जु भाइ? Yeah. Alright, see you again. See you. फेरि यता पनि घुमायो भन्छ यार सानो मान्छेलाई आज ह्याप्पी बर्थडे उसको Happy birthday to you. Happy birthday
Silly goose. ल ह्याप्पी बर्थडे मनाउन थाल्यो गाइज मनाउन थाल्यो देखिहाल्नु म ह्याप्पी बर्थडे मनाएको यहाँ यो उसले अब यहाँ केक काट्नलाई रेडी छ बच्चा You wanna say something, sorry? Yeah. What do you want to say in your birthday? I hope you give me God's blessing. हाम्रो ब्लेसिङ जहिले पनि तिमीसँग छ बाबा गडको ब्लेसिङ्स पनि कुन हात काट्छु Happy birthday To you. Happy birthday to you. Happy birthday, Pralisa. Happy birthday to you. May God bless you. May God bless you. May God bless you, Pralisa. Happy birthday to you. I'm stuck. Happy birthday, Pookie. More candle हुँदैन हामी लन्च गरेर आयौँ आज होइन लन्च गरेर आएपछि नानीलाई पनि दबाई दिएँ नानीहरूले मस्त सुतिरहेको छ अनि नानीलाई जुन अब घाँटी दुख्ने भएको छ लन्चपछि मलाई पनि त्यो फिल भयो मेरो पनि घाँटी कस्तो दुखिरहेको छ सो मैले पनि दबाई खाएँ भर्खरै लिएर आएर है अब के गर्ने हुन्छ कहिलेकाहीँ यस्तै गट टु डिल विथ दिस यस्तो स्विमिङ गर्न रमाइलो लाग्ने मान्छे स्विमिङ गर्ने भनेर एक्साइटेड भएको थियो हामी आई डोन्ट नो हामीले भिडियोमा स्विमिङ पुलहरू फार्महरू राखेको छ कि छैन बट एन्ड अफ द ट्रिपमा द्याट मिन्स टुमरो म एकचोटि फेरि खिच्छु सबै अनि राम्रो वेदर छ र म पनि ठिकै छु सन्चै भयो भने चाहिँ एकचोटि स्विमिङ गरेर जाने हामी अनि फर्किने मिल्यो भने हेर्छु मेरो बच्चा सुतिरहेको छ बर्थडे मनायौँ हाम्रो होस्ट पनि आएको थियो हामीसँग रमाइलो गर्नलाई यहाँ है गफहरू गऱ्यो उसले पनि फोटोहरू खिच्यो फोटोसुट भयो अनि बुढा पनि जानुभएको छ यसो फोटोग्राफी गर्नलाई वाइल्ड लाइफ फोटोग्राफी एनिमल्सहरू भेटिन्छ कहिले काहीँ भनेर थाहा भएको भएर अनि फेरि बेलुकाको समय पनि भयो डिनर प्रेप गर्छु खासै त्यस्तो बच्चा बिरामी भएपछि त्यस्तो खासै रमाइलो पनि गर्न मन लाग्दैन हिजो बनाएको चिकन करी छँदैछ अब चिकन विङ्स ओभनमा हालिदिने अनि राइस पकाउने अनि द्याट्स इट जे बजेको ओरेको छ त्यही खानै सुत्ने अनि भोलिको लागि रेडी हुनुपर्ने छ निस्किन यहाँबाट म चाहिँ त्यही बेलामा मौका चपेर यसो चराचुरुङ्गीको लागि बाहिर पुगेँ त्यहाँ गएर 2-4 ठाउँमा गएँ अनि त्यसपछि ओहो केही भेटी हालिन्छ कि भनेर एकछिन हेरिराखेँ टाढासम्म हिँडेर गएपछि लन त अब केही देखिन्छ भने यसो ताकेको त ओ माई गड एउटा भेटिहालेँ क्या अलिकति अनि त्यसपछि त्यहाँनिर 2-4वटा भिडियो खिचेँ फोटो खिचेँ चराहरू पनि गुरुर गुरुर उडेर आइरहेको थिए त्यसपछि त्यहाँ त्यो फार्म कति राम्रो थियो यताउता हिँडेँ ओरेँ त्यो स्विमिङ पुलमा एकदमै पौडी खेल्न त मन लागेको थियो तर यसपालि जुरेन त्यस्तै भयो यो जङ्गलहरूमा चाहिँ हरिण कुदेको देखेर चाहिँ हैरान भएको थिएँ म एकचोटि जोस् यो फार्म चाहिँ मजा आयो ह्याप्पी बर्थडे यार छोरी यो चिकनहरू आइरहेको हेर्नु न कति मजाले चिकनहरू आइरहेको के यहाँको चिकन खानालाई आइरहेको क्या यो ठाउँमा लाइक यिनीहरूले यहाँ कति सेफ फिल भएको छ कि यिनीहरूलाई हेर्नु है मलाई खाना दिए भन्छ कोही भाग्नु छैन कोही पनि भाग्नु छैन उनीहरू चाहिँ यहाँ छन् होइन उनीहरू चाहिँ यता बसेर हेर्न आइरहेछन् सबले यिनीहरूले पनि खाना दे भन्दैछ बिचरा त्यहाँ ल अब चाहिँ हाम्रो आज सबै कामहरू सिद्धियो म पनि घुमफिर गरेर आएँ अलिअलि अब त हाल्नु मिल्यो भने तपाईँलाई देखाइदिन्छु मैले खसी बोकाहरूको भिडियो अलिअलि खिचेको छु खराएको खिच्नु पऱ्यो भनेको अलि मिलिरहेको थिएन अनि यहाँ चाहिँ के भन्छ एउटा विङ्स हामीले चट्टसँगले बनाएको अघि म्यारिनेट गरेको थियो आज चाहिँ पर्फेक्ट भयो
सायद ओभनको मेसो मिल्यो होला क्या यो चेयर नै। आहा कति मिठो विङ्स क्या, कति मिठो विङ्स। ल अन्त ल गाइज सक्यो, हामीले चट्ट फोटोसुटहरू सबै गऱ्यौँ, छोरीहरूको पनि गऱ्यौँ, बाहिर पनि यसो अलिअलि गर्न पाएँ, रमाइलो भयो। अनि घुमफिर गरेर आयौँ, इन्डियन रेस्टुरेन्टमा खाएको देखिहाल्नु भयो होइन। अब त्यही हो, अब आज राति यहाँ हो अनि भोलि त हामी घर जाने हो। टा आफ्नो प्यार प्यार घर जस्तो भए पनि बाहिर गएर आयो भने जे भए पनि लास्टमा गएर आफ्नो घर मजा आउँदो रहेछ क्या गाइज होइन। एनिवेज इट वाज अ ब्युटिफुल प्लेस, यो ठाउँ एकदम राम्रो। हामीले यहाँनिर धेरै रमाइलोहरू कामहरू गऱ्यौँ। अब चट्टसँगले फर द नेक्स्ट ब्लग अब के गरिन्छ यहाँनिर, अब खोइ के कामले आउनु पऱ्यो भने बेग्लै कुरा हो, नत्र भने चाहिँ यो ठाउँ एकदम दामी लाग्यो क्या मलाई। इट्स अ ब्युटिफुल प्लेस। तपाईँहरू पनि आउने भए आउनु, एकदम जङ्गलको बिचमा टक्क रिल्याक्स छ। एयरबिएनबी अगाडि नै गर्नुभयो भने त डिस्काउन्ट पनि राम्रै पाउँछ होला। अलिक पुरानो घर जस्तो गरेर बस्नु, माइक्रोवेभहरू केही छैन, टिभी छैन, एकदम जङ्गलमा टोटल रिट्रिट क्या। अब होइन टिभी नै चाहिन्छ, जङ्गलमा गएर पनि टिभी नै चाहिन्छ भने चाहिँ अलिक गाह्रो छ गाइस, गाह्रो छ। ल आफ्नो आइप्याड लिएर आउनु होला। ल गाइस अब भोलि बिहान देखाउँछु अनि हामी गएको देखाउँछौँ अनि हामी त्यही हो भोलि त घर जान्छौँ बेसिकली। ल है त, इट वाज फन। Hey, good morning. So we are all set to leave. बिहानको 10:07 भएको छ। सो अब हामी जान्छौँ है ब्याक टु होम। सो म देखाउँछु फेरि कस्तो थियो हाम्रो यो सानो बसेको युनिट। इट वाज प्रिटी गुड। यहाँ चाहिँ यो स्लाइडिङ डोर हो, यतापट्टि चाहिँ रेस्टरुम अनि बाथरुम थियो। यो हाम्रो किङ साइज बेड सुत्नलाई अनि एउटा सानो मिरर, त्यो ड्रवर, यो दुईवटा चेयर्स। त्यो कर्नरमा चाहिँ हामीले गुजीको लागि हुन्छ नि बर्थडे मनाउनलाई त्यहाँ त्यो डेकोरेट गरेको थियौँ। अनि यो ठाउँमा चाहिँ बसेर हामीले चियर मजाले खायौँ बाहिर हेर्दै हेर्दै। यो आएको ठुलो चेयर अनि सानो मान्छे। अनि यता आएर छ हाम्रो डाइनिङ टेबल, डाइनिङ स्पेस। अनि त्यसपछि यो फ्रिज, हाम्रो खाना पकाउने ठाउँ। ओ माई गड कति खाना बनायो हामीले यसपालि त घरै बसे जस्तो। अनि यहाँ भाँडा धुयो, यो सानो स्पेस काटकुट गर्ने। अनि यो चाहिँ चिम्नी, आगो बालेर आगो ताप्नलाई। अनि यो चाहिँ एन्ट्रेन्स हो। एन्ट्रेन्स आउने बित्तिकै एउटा सानो ठाउँ थियो, यहीँ सुत्ने कि भनेर सोचेको थियो तर बसेन। तर फोन चलाउन हुन चाहिँ राम्रो स्पेस थियो यो। ओभरअल इट वाज गुड एक्सपिरियन्स। एकदम ओल्ड स्कुल बसे जस्तो फिल भयो हामीलाई चाहिँ होइन। के अरे त्यस्तो केही त्यो माइक्रोवेभ यो त्यो केही पनि थिएन। मजाले खानसाना बनायो खायो। हामी आएको दिन अलिकति वेदर राम्रो थियो, बट भोलिपल्टदेखि त पानी परेको भयो। अब आज हिँड्ने दिन फेरि मजाले घाम कस्तो पुरा लागेको छ हेर्नु ल। यो ब्राइटनेस चाहिँ थाहा हुन्छ। स्विमिङ पुल चाहिँ यहाँदेखि ठ्याक्कै यतापट्टि थियो। पुलको उतापट्टि चाहिँ बार्न थियो, लाइक हुन्छ नि सबै कुखुराहरू, खसीहरू, सुँगुरहरू। अनि त्यो एनिमल्सहरूसँग चाहिँ मजाले टाइम बिताउन पायो, फिड गर्न पायो तिनीहरूलाई। त्यो चाहिँ राम्रो एक्सपिरियन्स थियो। ल गाइज अब गएको उसले चाहिँ फोहोर लिएर गएछ क्या, कहाँ त्यहाँ त्यतिकै फोहोर लाने होइन भन्दै थियो तर चाहिँ बोकेर जाने भयो। ल हामीले ट्र्यासहरू फ्याँक्ने ओर्ने हाम्रो होस्ट बेथनीलाई के भन्छ उसलाई पनि बाई भनेर हामी अब लाग्यो हाम्रो तर्फ। 2 घन्टा 15 मिनट देखाएको छ, 100 माइल्स एक्ज्याक्टली। बुजुलाई पनि दबाई दिएँ, मैले पनि दबाई खाएँ, मैले पनि दबाई खाएँ। अब हामी सबैले दबाई खायो। अब हामी पुग्छौँ hopefully without any traffic. Alright, that was a good trip other than swimming नखेल्न पाएको पार्ट र पानी मजाले पर्यो। तर पानी परे पनि we went लाइक हुन्छ नि अलिअलि बाहिर हाइकिङ गर्न नपाए पनि we have other छुट्टीहरू। hopefully we'll catch up. लगाइ एकछिन कफी लिनलाई रोकिएको थियो। गुजीले त फ्रीमा किटक्याट पायो
यहाँबाट अब हामी लाग्दैछौँ ट्याक्कसँगले त ओके 87 miles to go 87 miles to go 100 बाट 87 13 miles मै हामीले ब्रेक लिएको कफी खानलाई त्यो हो नि तर हेर्दा राम्रो ठाउँ थियो लाइक चिकन ओभर राइस ल्याम्ब ओभर राइसको डेली थियो त्यो अस्ति नै थाहा भयो लग्न हुन्थ्यो त यहाँबाट राम्रो पनि हुन्थ्यो है त ठिकै छ हलाल आज चाहिँ हामीले ग्रिल चिकन मात्रै लग्यौँ हामीले अरू केही पनि लगेको छैन यहाँबाट अनि सम कफिज ओके गाइस And Kit Kat. अनि किटक्याट How are you? यस्तो है जहिले पनि आयो सर्र आयो होइन लास्टमा गएर अनि क्रास क्या अब कसको क्रास भएछ के भएछ बिचरा मान्छे चाहिँ नमरेको होस् होइन सुइकेको चाहिँ नहोस् तर 15 मिनट अरे 14 मिनट अरे है ट्राफिकमा यो ट्राफिकमा बस्नु चाहिँ साह्रै झ्याउला चाहिँ क्याच्चा पारेर राख्नुपर्छ नि त झ्याउला चाहिँ आनन्दले बगेर सट्ट क्रुज कन्ट्रोल लगाइदिएर आनन्दले बस्न छोडेर होइन सबै गाडीलाई काम गर्न दिएर आफू टक्क हेर्दै यसो स्टियरिङ यताउता हेर्दै मात्र बस्नु पायो कति मजा आउने पुरै ध्यान दिए उता ब्रेक लाउँदा खुट्टा दुख्छ धन्न अलिक पावर स्टियरिङ पावर ब्रेक भएको अलिक सजिलो हुने होला तर मैले अरू गाडी त मैले एक्सपिरियन्सै छैन लाइफमा तर कस्तो क्या यो गाडीमा पनि दुख्छ क्या यस्तो धेरै यस्तो क्याच्चा गरेर राख्नु पर्यो मलाई नजानेको जुन चिजको डर थियो त्यसमा हामी फस्यौँ खस्यो अब कतिवटा अझै फस्न बाँकी छ किन 70 miles अझै बाँकी छ कत्रो ट्रेलर तानेर लान्छ यार यो So let's see, hopefully जो we'll सब get out of this. खुसी के लाग्छ भने जे हुन्छ राम्रोको लागि हुन्छ त्यो चाहिँ मलाई थाहा छ जे हुन्छ त्यो सबै राम्रोको लागि हुन्छ सिल्भर एडोहरू यस्तो यो ऱ्यामहरूलाई ठुल्ठुलो ट्रेलर तानेर लगेको देखेर चाहिँ कहिले त्यसरी ट्रेलरमा हिँड्नु यार भइसक्यो मलाई ट्रक लिने अनि ट्रेलरमा हिँड्ने कि बस्दिनँ यो होटलमा आज अरे के अरे यो ह्याम्पटन इन्स स्विमिङ पुल पनि भइहाल्छ ल है गाइज हाम्रो यतापट्टि ठुलो ब्रिज के अरे जर्ज वासिङटन आइपुगिसक्यो देख्नु भयो अब यो जर्ज वासिङटन ब्रिजबाट आइपुगेपछि कस्तो फिल हुन्छ भने आइपुग्यो जस्तो लाग्छ क्या कटेपछि चाहिँ सक्यो अब पुगिहाल्यो घरै पुगिहाल्यो सटो उत्रिहाल्यो नि जस्तो लाग्छ बाटोमै हुन्छ नि त्यस्तो फिल हुन्छ अब यसलाई त हुँदैन रहेछ मेरो बुढीले कहिले पनि बुढालाई भन्दिनँ क्या त्यही भएर एकदम गाह्रो परेको छ यसले जुन दिन मलाई ढोगेर पति परमेश्वर भन्न थाल्छ म परमेश्वर तरिकाले फङ्सन गर्न थाल्छु अहिलेको लागि चाहिँ उसले साथी सहयात्री नै बनाइरहेको छ ठिकै छ मलाई चाहिँ लाग्दैछ कि हामी घर पुगिसक्यौँ भनेर अब यहाँबाट धेरै बेर छैन जम्मा कति चाहिँ माइल होला र यहाँबाट 10-12 माइल हो अब ट्राफिकहरू भएन भने चाहिँ एकैछिन पुगिने हो आज त त्यस्तो साह्रो तर छैन यो यहाँभित्र सर र पुगिहाल्यो हुनै मिल्दैन नि त किनभने वेन्सडेको दिन त्यो पनि दिउँसो 1 बजे त हुँदैन ठ्याक्क अब जर्ज वासिङटन कटिन्छ गाइज कटिसकेपछि घर पुगिन्छ ल त अब यो पालिको भ्लग बिरामीले गर्दा अलिकति कमसम गरियो होला थोरै भिडियो बनाइयो होला के गरियो अहिले मजाले टक्क भने जसरी खिच्न पाएन किनभने बच्चा बिरामी भएपछि दिमाग काम गर्दैन हेर्नु यो सबलाई थाहा होला जसको बच्चा छ रिलेट गर्नुहुन्छ हो भनेर कमेन्टमा लेख्नु होला कहिलेकाहीँ यसो औँला चलाइदिनु क्या कमेन्ट समेन्ट लेखिदिनुहोस् हुन्छ नि हाम्रो पनि भिजिबिलिटी बढ्छ त्यही त हो नि कमेन्ट विच कलर डु यु लाइक रे ल छोरीले भने कसलाई के कलर मनपर्छ कमेन्ट गर्नुहोस् है त ल त गाइस अब यति नै भन्दै म निस्केँ कटे ब्रिज ल त गाइस यति नै थियो हाम्रो यो ब्लग त्यसपछि हामी गुड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 
अनि घरमा गएर थाकेको थियौँ, मस्त सुत्यौँ। ल नेक्स्ट टाइम